टु मेरो न्यू डे न्यू भ्लग। आज चाहिँ मैले सानो भ्लग बनाउन गइरहेको छु किनभने मलाई पनि कस्तो मेरो साथीको याद आइरहेछ। मेरो बचपनदेखिको साथी मलाई छोडेर गयो, त्यही भएर एकदम मलाई चाहिँ याद आएको अवस्था। अनि मेरो साथी चाहिँ हामी चाहिँ सँगै बसिरहेको थियौँ, सँगै खाने, सँगै सिक्ने, सँगै हिँड्ने, सँगै डुल्ने गर्थ्यौँ सानोदेखि नै। अब एउटै टोलको एउटै ठाउँको। अनि ऊ चाहिँ अब गयो, अनि जाँदाखेरि नराम्रो लाग्यो नि त है। कस्तो कति कुराहरू त अब म पनि छुची नै छु, छुची छु। अनि छुची भएर अब कति कुराहरू भने होला, त्यसलाई पनि नराम्रो लाग्यो होला। अब यसले यस्तो भन्यो भनेको होला। तर म माया पनि गर्छु, छुची सँगसँगै माया पनि गर्छु। मलाई चाहिँ आज एकदम कोठामा बस्नु पनि सुनसान लाग्यो है। गर्नु यस्तो भयो। अनि भ्याप गर्नु म जान्छु। कोठामा बस्दा पनि मेरो हप्ताको 2 दिन छुट्टी हो। अनि के गर्नु भनेर डुल्दै हिँडेको, त्यसलाई पनि धेरै मिस गरेको छु। यहीँबाट त्यसलाई धेरै माया, धेरै सम्झना, केही कुरामा मनमुटाव तेरो मनमा लागेको छ भने पनि सरी भन्न चाहन्छु। यहीँबाट हुनु त हामी बोल्छ, बोलिरहेको छ, त्यही पनि सँगै भएको जस्तो हुँदैन नि त। अब त उता गएको कस्तो नराम्रो लागिरहेछ। अनि झाउ लागेर अनि बाहिर निस्केको, घरमा बस्नु पनि अल्छी लाग्यो है। के गर्नु भयो। अब घरमा पनि सरसफाइ गरेर लुगासुगा धोएर बस्दा पनि दिनै कटे जस्तो भएन। अनि निस्केर हिँडेको, अब कता जानु अल्छी लाग्यो। यतिकै सपिङ गर्दै हिँड्नु पऱ्यो। भने सपिङ पनि त्यस्तो सपिङ छैन, त्यत्तिकै क्या, त्यस्तो सपिङ होइन। त्यत्तिकै अब यसो डुल्नु, मन भुलाउनु, मन कस्तो भइरहेछ नि त, मन भुलाउनु पऱ्यो। अनि अब यस्तै हो संसार, जन्मेपछि मर्नैपर्छ। के भन्नु खोजेको लागेको भने जन्मेपछि सधैँभरि सँगै नै हुँदैन पनि होइन। दुईजना सँगै बस्दिँदैन पनि, सधैँभरि सँगै हुँदैन पनि। अब साथी हो है, याद आउँछ। अनि के अरे सँगै हुँदैन पनि। अनि अब एक दिन छुट्टी नै पर्ने हो, छुट्यो। अनि अब उसले पनि केही अगाडि बढ्नुपर्छ, म पनि केही यहाँ कर्म गरेर बस्नुपर्छ होइन। अनि त्यही भएर गाइड्सहरू नराम्रो त लाग्छ नि, खल्लो लाग्छ। खल्लो लागेर के गर्नु, सानो मन हुँदै हिँडिरहेको छु गाइड्स। सानो मन त हुँदैन। घरमा बस्दा निका लाग्यो। अब 2 दिन छुट्टी छ, 2 दिनसम्म के गर्ने भनेर हिँडिरहेको अवस्था। मेरो भिडियो मन पर्यो भने लाइक गरिदिनु होला, सब्सक्राइब गरिदिनु होला। हजुरहरूले त्यस्तो युट्युबर त होइन, सानो अल्छीलाई जस्तो बनाउने गरेको हो गाइड्स। यस्तो भएको अवस्था। जाँदै हो घुम्दै आफ्नै संसारमा के गरेर। घरमा बस्दा पनि कस्तो सुन्ने लाग्ने क्या, त्यो पनि हुँदैन है। सँगै हुँदा त अब त्यो हुन्थ्यो। अनि गफ गरिन्थ्यो बेलुका पनि, कत्रो एक्लै क्या, अलाङ टलाङ कस्तो लाग्ने, नराम्रो लाग्ने। यस्तो यता हेरौँ उता हेरौँ, त्यसलाई नदेख्ने हुँदा त अनि साह्रो पर्दो रहेछ गाइड्स।
हेर्दै हेर्दै हिँडौँ भन्ने कुराले गर्दाखेरि चाहिँ हिँड्दै हिँड्दै बनाउँदैको हजुर सपिङ गर्नु आएको। अब कहाँ छिर्ने हो त? अब यहाँनिर गाछको सोरुम छ, त्यहाँ छिर्छु। अनि अन्त छिर्दै छिर्दै हिँड्ने। यत्तिकै बस्नुभन्दा त घरमा है, बस्नुभन्दा त बनाएको हो। कस्तो ठुलो छ पनि छैन। उता जानु पर्यो। धेरै धेरै माया, धेरै धेरै सम्झना सबैजनालाई। अल्छी लाग्दै रहेछ खाने विचार छ कि के होला यस्तो? Oh my god. Matcha. Very much. मेरो मन त यत्रो भएको छ गाइस। त्यही भएर कहाँ जानु भएर हिँड्दै अहिले त फेरि यहाँ पनि 1500 2000 कि 3000 पनि तिराउँछ भन्छ। अनि त्यही भएर अहिले त डरैसरी छ। रेड लाइट बनाइदिएको छ। पहिला त रेड लाइट पनि पुग्थ्यो मान्छेहरू, अन्त पुग्दैन।